आज हामी चटपटे बनाउन गइरहेका छौं। चटपटे अहिले काँक्राहरू काट्ने काम भइरहेछ। अब हामी प्याज काट्दै छौं चटपटेको लागि। यो चाहिँ हामी गाजर काट्दैछौं चटपटे बनाउनको लागि। सुरुमा हामीले काँक्रा काट्यौं, त्यसपछि प्याज, त्यसपछि अहिले हामी त्यसलाई भन्छ डल्ले खोर्सानी काट्छौं। 2 डल्ले खोर्सानी हाल्दा लगभग। अब हामीले गेडागुडीमा यो अघि भर्खर काटेको चप्ड गार्लिक भयो, कुकुम्बर भयो र क्यारोटलाई मिक्स गर्यौं। ल त्यसपछि हामीले यसमा बदाम मिसायौं। बदाम पनि त्यसपछि हामीले चप्ड धनियाँलाई पनि यहाँबाट गार्निसिङ गर्यौं। त्यसपछि यसमा हामीले हल्का यसमा चाउचाउ मिसाउँछौं। त्यसपछि हामी यसमा भुजा मिसाउँछौं। र त्यसपछि हामीले यसमा यो हाम्रो चटपटे मसला छ, चटपटे मसलालाई हाल्छौं हल्का। त्यसपछि हामीले यो मसला नि हाल्दिन्छौं चाउचाउको। त्यसपछि हामीले यो टमाटरको हामीले चटनी बनाएको छौं। यसको हामीले कलरको लागि बनाएको छ। पट्टि पनि हाल्छौं र अब यसलाई हामीले निचोरेर यसलाई हाल्छौं। अब यसमा थोरै तेल राख्नुपर्ने हुन्छ। अब हामी यसलाई मजाले बोल्छौं 2 स्पुन युज गरेर। एकदमै स्पेशल चटपटलाई चाहिँ पानी आइरहेछ चटपटे देखेर एकदम स्पेशल।